नेपाल र वेस्ट इन्डिज बीचको युनिटी कप T20I सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। युएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुकी 8:15 बजेदेखि सुरु हुनेछ। नेपालले वेस्ट इन्डिजसँग T20 अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलो पटक खेल्न लागेको हो। त्यस्तै आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको बाइल्याटरल सिरिज हुन लागेको पनि यो पहिलो पटक हो। खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपालका क्याप्टेन रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस श्रृङ्खलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताएका छन्। आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ। टिममा सबैजना सकारात्मक हुनुहुन्छ, मनोबल पनि उच्च छ। हामी श्रृङ्खला जित्न सक्छौँ भन्ने छ उनले भनेका छन्। त्यस्तै वेस्ट इन्डिजका क्याप्टेन अकिल हुसेनले पनि नेपालको ऐतिहासिक श्रृङ्खलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताएका छन्। हुसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेल्नको लागि तयार भएको, पेपरमा के कस्तो छ भन्ने कुराले आफूलाई फरक पर्दैन, जसले राम्रो खेल खेल्छ उसैले जित्छ भनेका छन्। नेपाल र वेस्ट इन्डिज बीचको T20 क्रिकेट लाइभ तपाईँले रुटिङ अफ नेपाल बन्दको युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ।